ग्रिल भन्छ होइन र कर्मान बार्बिक्यू ग्रिल के रे हो त्यसको लागि बार्बिक्यूको लागि चाहिँ यहाँनिर मसिनो माछा ठुलो माछा चाहिँ उता सिठी हान्ने भन्ने कुरा भएको छ चुकेमा होइन नि केटा होइन यसमा नुन सुन अलिअलि हाले हो खाने बेला योमा चुक हाल्ने होइन क्या योमा त चुक त उमा हो सिठी हान्ने मैले केटाहरू सेटिङ हानेर भर्खरै होइन आएको छ भब्रा भयो भने राख त्यसलाई त राख एकछिन कर्मान काप क्या चिम्टा बनाउने त्यतिकै भाँचे नि हुन्छ चक्कु काप बनाउने त हो प्रेसर कुकरको हातोलाई सेफ्टी सचिन भाइको तर्फबाट यहाँनिर प्रोसेस हुँदैछ बस अब यहाँ हुन्छ ग्रिल्ड माछा खाने ल है ल फर्कानुपर्छ है कापले कापको सेटिङ देखाउ त हो यो काप भन्छ यसलाई चिम्टा बाफलीको जुगाड चिम्टा हो तान्न त्यो 12 मसानलाई भयो रापमा मात्रै भोग्रा धेरै हुनु पर्यो र चुला अग्लो छ पुरै बुझ्दैन अब यसलाई त त्यस गरेर छ कुर्सीमा बसेर राततिर चाहिँ अब एकछिनपछि खाने हुन्छ ल खाइरहनु होइन हामीले खायो मैले 12 मसाला दिएको त हुनु रहेछ ल यता आएन त भिडियो फर्काको नेपाल फर्का किन बनाउनु माथि डाँडामा छमक्कै रात परिसकेको छ होइन यहाँनिर अब ट्रेन हानेर लास्टमा छौँ होइन लास्टमा छौँ केटाहरू चाहिँ भाइब्समै छन् होइन हल्का ग्रिल हुनेछ ल है हाम्रो यतातिर चाहिँ अब यो अलि तल गर त खाल अलि तल गर न बिबिक्यू रेडी भइसक्यो है अब चाहिँ ल हाम्रो चाहिँ यहाँ बिबिक्यूको अब माछा चाहिँ निस्काउँदैछ भयो के त्यो पाएको के त्यतिकै काँचै खाने ज्यान हो यार यो पाएको के किन काँचो होला के पाएको के है भित्र रे खाराङ खुरुङ कहाँ पार्ने हो र सुकुटी जस्तो होइन नि केटा हो त्यस्तो यार पाके छ क्या यार यतिको त अब छेराउते लाग्यो नि कि भएन क्या यार अब टक्क यहाँ हामी चाहिँ यहाँनिर भाइब्स भइरहेछ यो एक लत एक ब्याच हो त पुछर्दै नि हाल केटा एक मुख त टार्छ नगर्न यार केही भएको छैन खै उ के चटनी हाम्रो लोकल पाके छ क्या यार केटा त्यस्तो लाइन सुक खोल्नु त थाल छ एउटा सचिन त्यो माछा अर्को ल्याउट यहाँ छेउछेउ राख के पानी तरिँदै गर्छ त्यो उही राख्दै एउटा चाकु से
काँप्न परेको तपाईँको कहाँ राखेको भन्छ यहाँ चाहिँ अब यसमा अचार हालेर छोप त्यो चक्कु किन हालिदिन्छ यार ल यता अब नेक्स्ट ब्याच आउँदैछ नेक्स्ट ब्याच र आज एउटा स्पेसल बनाएर खानु पर्यो यार मैले यार सबै स्पेसल हो मामा त्यसरी छ रिस यो मेरो है यो है मैले राखेको भिडियो बनाइदियो त्यसलाई क्लास बनेर अब यहाँ नेक्स्ट ब्याचको लागि चाहिँ यहाँ आउँदैछ थालली तल गर त सचिन थालली तल गर हो त्यसरी ल के भन्नु नेक्स्ट र यो नेक्स्ट छिरो तेरो त आयो भने 4 हाल्छ यो 3 दिन यो 5 तेरो सुनिस यो तेरो 5 हो 5 मा हो मेरो 3 हो अहिले यो चेक गरियो अरे नेक्स्ट ब्याचको दाउरा थप्नु पर्छ होला 2 3 यो 3 गरे घच्चकै छ 3 ब्याच गराउने होला नि सचिन यार 32 को अहिले त्यति नै राख त्यसो र ल 3 सकिन्छ सेकेन्ड लट आयो ल ल ल यसलाई उठाउँ त यसलाई उठाउँ त यसलाई ल ल ल एकोन पिस पिस यसलाई ल किताबले बुढो मान्छे बात भन्छ कि भने आश गरेको थियो यार दियाल छिटो खिताबा त सुरु भयो यार यो यार तिम्रो पालो तान्न यार फेरि कि पालो भन्छ फेरि हेर त फेरि डराएको त फेरि माछा खान हो यस्तोले के माछा खान्छ यार ल यो हो दाइ यस्तो अलि चपाको चाहिँ अलि धेरै बनाउनु कुरुम गरेर हालिदिन्छु कि हो गर यार कति दिन ममाइको केटाहरू माछै खान मान्दैन डराउँछ अनि भाँचेर खाने रे के माछा यो माछा पनि अहिले हड्डी पिन्छ यहाँ हेर्दै जाऊँ होइन टाउको चाहिँ दिनु पऱ्यो नि भनेर माछा भनेको खानै जान्दैन कि भनेर अझ बिन्दैछ त्यसले यो पनि दिनु पर्यो नि यही मात्रै कतै हुन्छ नि हेर्नु अब हड्डी के अरे हड्डी यस्तो माछा पनि हड्डी फाल्छ पोलेर खाने हो के अर्को सकिसक्यो यार के हो यहाँ सकिसक्यो अनि यो पनि छ नि यहाँ हाम्रो के एउटा माथि डाँडैमा ग्रिन लेभल सिटन विथ सिटन ग्रिन लेभल अनि व्हाइट लेभल पनि खाइदिउँ न ल व्हाइट लेभल खै त व्हाइट लेभल खै कि म देउरा लाउनु सबै भएन भन्छ चार केटाहरू त खानेकुरा नि पाएको छैन भने खानेकुरा नि पाएको छैन भनेर हुन्छ र यार चामल खाउँ न उता छ त खै पकाइन त्यो अलिअलि त पकाए जस्तो त हुनु पर्यो नि त तिम्रो यार बस तिमी त दुईटा लासक्यौ के हो यार मैले त भर्खर खाएको एउटा हो मान त्यो गर त यो फेरि के हो त यो मामा यो उता पाँच हो के त्यो शिकार हो के खै खै यता मेरो पाकेको मजाले पाकेको छ नि अरू कसैको पालो आएन कि कलर आएन यो माथि डाँडैमा पानी पर्न लागेको छ ला त पास कुटुनो नगोताइरे है नगोताइ एकदम चाहिँ नगोताइरे माथि अलि काटुको पर्ने राखी मोबाइल लिएर व्हाइट टेबल लाग्यो कि क्या हो यो है त
खाने उठा उलाउडी हामी तेस्रो लतको उमा छौँ है थर्ड ब्याचको यो चाहिँ यो सबै करामत मेरो होइन है यो दानियलको हो क्या यसको हो क्या हेर है त म कता दिन्छु हेर है लौ दानियल खाउँदा एकचोटि मलाई खान्दै खान्छ पानी खाइ चिसो दिउ दिउ तर म चुप्पु चुप्पु खाने है ल्याउ न तर हाम नखाने मान्छे यो हो होइन भनेर बताउनु पर्छ क्या फेरि पाको गर यो ए यसले डिउ खान्छ भन्ने यो प्रमाण हो यसलाई रिलमा हाल्नुपर्छ नेक्स्ट लट आयो है लगभग यो थर्ड चरणकै हो यो होइन आजको कुक चाहिँ सचिन होइन आफ्नो आफ्नो लगे त त्यो फलम मानम त ल साह्रो तिबम के साह्रोलाई टाउको खानु पर्यो ल ल हेर त हतेस गरेछ तिनीहरू फेरि मामा भान्जा हो र के यिनीहरू खलम यता नि बरो दोस्रो है बाजे मेरो ल ठिक छ ल तिमीलाई अलि यतै आमकै आएको तिरै भएन कि मामा कुरा सुन्यौ तिमीले खाना आएछ भने मार जान्छु भने यहाँ खलम बरेछ तीन तेस्रो खलम है यता यहाँ खलमले हो खलम धेरै भयो र यार मेरो कति खलम भयो 6-7 खलममा छ केटाहरू खलम धेरै भयो गन्न होइन हाम्रो नातिको तर्फबाट वक्तव्य आउँदैछ के वक्तव्य नातिको खलम छिटो हैछ क्या खलम छिटो छ उहाँ ल यता खलम यता झरो को लागि यहाँ प्रोसेस हुँदैछ होइन ल यहाँ खलम खानाको लागि प्रोसेस हुँदैछ है कोही नबजाइन कि नबजाउ त ल है यहाँनिर भातको लागि प्रोसेस हुँदैछ यो लोकल चामल यसलाई तारेर फालिदिने अनि पानी हालिदिने हो त्यही गर्नु भएमै फाले हुन्छ केटाहरू हेर त त्यस्तो गर्छ खलमबरी भएर खलमबरी भएर के ल मोसान पर्छ है यसलाई फेरि कहिले त तेरो मोबाइल यता चामल त हेर्नु त यस्तो भुल्नु त्यो पाक्दा ठिक्क हुन्छ क्या ल बास त्यति त्यो 12 मसनलाई त्यो